जय श्री मुक्तिनाथ। आउने हिंद पंचमहालक्ष्मी मंदिर विश्व के एकमात्र श्रीपीठ श्रीवनधाम, जहाँ 5 स्वरूपमा पंचमहालक्ष्मी माता विराजमान हुनुहुन्छ, साथमा मुक्तिनाथ भगवान पनि विराजमान हुनुहुन्छ। यस्तो पावन भूमिमा अभिनव वर्ष 2083 वैशाख 1 गतेदेखि 15 गतेसम्म परमश्रद्धेय श्री मुक्तिनाथ बाबाजीको सत्संकल्प श्री पंचमहालक्ष्मी मन्दिरको आयोजनामा हुन गइरहेको नववर्ष शुभकामनात्मक महायज्ञमा वैदिक सनातन परम्पराका उपासक देश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर सपवित्र निमन्त्रणा गर्दछौं। साथै यस महायज्ञमा समुपस्थित भएर पुण्यको लाभ लिँदै आध्यात्मिक ऊर्जाको भागी बन्नु हुनका लागि पनि हार्दिक अनुरोध गर्दछौं। नववर्ष शुभकामनात्मक महायज्ञ वैशाख 1 गतेदेखि 15 गतेसम्म भए तापनि हामीले 5 गतेदेखि 15 गतेसम्म पितृ उद्धारक पितृमुक्ति श्रीमद् भागवत महायज्ञ पनि लगाउँदैछौं। उक्त महायज्ञमा आफ्नो सपरिवारको नामबाट अथवा आफ्ना पितृहरूको नामबाट पाठ पारायण पूजा आराधना गराउने इच्छुक महानुभावहरूले, इच्छुक श्रद्धालु भक्तजनहरूले निम्न सम्पर्क नम्बरमा सम्पर्क गरेर आफ्नो स्थान सुनिश्चित गर्न हुनका लागि पनि हार्दिक अनुरोध गर्दछौं। जय श्री मुक्तिनाथ।